नेपालको राजनीतिमा भनौं न एउटा ठूलै भुइँचालो गएको छ र यसको पराकम्पनले पुरानो शक्ति संरचनालाई नराम्रैसँग हल्लाइदिएको छ। अनि यसको केन्द्रमा हुनुहुन्छ एक युवा, देशका नयाँ प्रधानमन्त्री बालेन शाह। आज हामी यही नयाँ अध्यायको गहिराईमा पुग्नेछौं। हो, अहिले नेपालमा जतासुकै सडकदेखि लिएर संसदसम्म एउटै वाक्यांश गुन्जिरहेको छ, बालेन युगको सुरुवात। तर यो केवल एउटा नारा मात्रै होइन नि, यो त देशको भविष्यका लागि देखिएको एउटा नयाँ सपना हो। तर प्रश्न उठ्छ, यो सब भयो चाहिँ कसरी? कसरी राजनीतिमा कुनै पारिवारिक विरासत नभएका एक 35 वर्षीय पूर्व मेयरले देशको सबैभन्दा शक्तिशाली पदमा आफ्नो ठाउँ बनायो? ल आउनुहोस्, यो अविस्मरणीय यात्राको कथालाई अलि खोतलेर हेरौं। ल, त्यसो भए ढिला नगरौं। आज हामी नयाँ युगको सुरुवातबाट सुरु गर्नेछौं अनि सत्तासम्मको उनको यात्रा, त्यो ऐतिहासिक शपथ ग्रहण समारोह, नयाँ मन्त्री परिषद गठनको तरिका अनि उनको 100 दिने योजना कस्तो छ त्यो हेर्नेछौं। र अन्त्यमा के यो साँच्चै नेपालका लागि एउटा नयाँ राजनीतिक अध्याय हो त? यसबारेमा पनि हामी विश्लेषण गर्नेछौं। ल सुरु गरौं हाम्रो पहिलो खण्डबाट, नयाँ युगको सुरुवात। इतिहासमै पहिलो पटक नेपालले यति युवा प्रधानमन्त्री पाएको छ। यो एउटा सामान्य तथ्याङ्क मात्रै होइन नि, यो त एउटा ठूलो परिवर्तनको संकेत हो। एकछिन सोच्नुस् त, केवल 3 वर्ष अघि बालेन शाह हामी जस्तै एक आम नागरिक थिए। राजनीतिमा उनको आगमन र यो सफलताको गति यति तेज छ कि यसले त पुरै राजनीति खेल्ने तरिका नै बदलिदिएको छ। त्यसो भए यो असाधारण यात्रा कसरी सम्भव भयो त? अब हेरौं उनको सत्तासम्मको बाटो। कसरी उनी महानगरको मेयरबाट देशकै सबैभन्दा ठूलो पदसम्म पुगे। साँच्चै भन्नुपर्दा उनको यो राजनीतिक यात्रा हेर्दा कुनै फिल्मको कथा हेरे जस्तो लाग्छ होइन त? एक आम नागरिक, त्यसपछि काठमाडौँको मेयर र अब सिधै नेपालको प्रधानमन्त्री। यो राजनीतिक शक्तिको यस्तो आरोहण हो जसले सबैलाई चकित पारेको छ। र यो कुनै सामान्य जित थिएन। फागुन 21 को चुनावमा उनको पार्टी रासोपाले 182 सिट जित्यो। यो संख्याले के देखाउँछ भने जनताले पुराना दलहरूलाई पन्छाएर एउटा नयाँ विकल्पलाई कति बलियोसँग अँगालेका छन्। अब उनको व्यक्तिगत जितको आकार हेरौँ न। 68,348 मत। आफ्ना निकटतम प्रतिद्वन्दी स्थापित राजनीतिज्ञ केपी शर्मा ओलीभन्दा लगभग 50,000 बढी। यो त सामान्य जित कहाँ हो र, यो त राजनीतिक सुनामी नै थियो। अब सत्तामा पुगेपछिको त्यो पहिलो क्षण, ऐतिहासिक शपथ ग्रहण समारोह। यो केवल एउटा औपचारिक कार्यक्रम मात्रै थिएन, यो त परम्परा र भविष्यप्रतिको आशाको एउटा सुन्दर सङ्गम थियो। यो शपथ ग्रहणलाई साँच्ची नै विशेष र यादगार बनाइयो। 7वटा शङ्खको ध्वनि, 108 बटुकद्वारा स्वस्ति वाचन र बौद्ध भिक्षुकहरूको अष्टमङ्गल पाठ, यी सबैले के सङ्केत गर्थ्यो भने यो सरकारले नेपालको सांस्कृतिक र आध्यात्मिक विविधतालाई गहिरो सम्मान गर्नेछ। र त्यो आशाको भावनालाई निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीका शब्दहरूले झनै बल दियो। उहाँले भन्नुभयो, अहिले म केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु। यो एक नेताबाट अर्को नेतामा शक्तिको शान्तिपूर्ण हस्तान्तरण मात्रै थिएन, यो एउटा पुस्ताबाट अर्को पुस्तामा आशा सरेको जस्तै थियो। अब सरकारको अर्को महत्त्वपूर्ण कदमतिर लागौं, नयाँ मन्त्री परिषदको गठन। र यहाँ पनि मन्त्रीहरू छान्ने प्रक्रियामा एउटा बिल्कुलै नयाँ दर्शन अपनाइएको छ। रासोपाका सभापति रवि लामिछानेले त सार्वजनिक रूपमै एउटा निकै शक्तिशाली सन्देश दिनुभयो। हामी विज्ञता हेरेर मन्त्री छनौट गर्छौं, लबिङ नगर्नुहोला। सोच्नुस् त, नेपालको राजनीतिमा जहाँ नातावाद र कृपावाद सामान्य मानिन्छ, त्यहाँ योग्यतालाई प्राथमिकता दिने यो एउटा क्रान्तिकारी कदम हो। यो फरक कति ठूलो छ यहाँ प्रष्टै देखिन्छ। विगतमा जहाँ बन्द कोठाहरूमा राजनीतिक भागबण्डा हुन्थ्यो, अब विज्ञताका लागि सार्वजनिक आह्वान गरिँदैछ। यो पारदर्शिताको दिशामा एक निकै ठूलो फड्को हो। अब कुरा गरौं सरकारको पहिलो 100 दिने योजनाको। यो योजनाले नयाँ सरकारले आफ्नो काम कसरी सुरु गर्छ भन्ने पुरानो परिभाषा नै बदल्ने लक्ष्य राखेको छ। ल हेर्नुस्, यो एउटा एकदमै नयाँ र महत्त्वाकांक्षी मोडल हो शासन गर्ने। 100वटा निर्णय 100 दिनभित्रै कार्यान्वयन, अनि हरेक मन्त्रीमाथि निगरानी गर्न 40 जना सांसद। यो केवल काम गर्ने वाचा मात्रै होइन, यो त काम कसरी, कहिले
र कसको निगरानीमा हुन्छ भन्ने एउटा स्पष्ट खाका हो। यसले जवाफदेहितालाई शासनको केन्द्रमा राख्छ। अनि यी निर्णयहरू छान्ने आधार के त? हेर्नुस् त, सरकारको प्राथमिकता कति स्पष्ट छ। कम खर्चमा हुने, जनताका गुनासा सिधै समाधान गर्ने र तुरन्तै सकारात्मक प्रभाव पार्ने कामहरू। यो माथिबाट तलको शैली होइन, यो त तलबाट माथिको शासनको स्पष्ट सङ्केत हो, जहाँ नागरिकको आवाजलाई पहिलो प्राथमिकता दिइन्छ। अब अन्त्यमा यी सबै घटनाक्रमलाई एकै ठाउँमा राखेर सोचौं, के यो साँच्चै एउटा नयाँ राजनीतिक अध्याय हो त? यो बालिन युगको खास अर्थ के हो? छोटकरीमा भन्दा हामीले के देख्यौं त? एक नयाँ युवा नेता, जनताबाट प्राप्त एक शक्तिशाली र ताजा जनादेश, र शासन गर्ने एउटा बिल्कुलै नयाँ तरिका। यी तीनवटै तत्त्व मिलेर नेपालको राजनीतिमा एउटा शक्तिशाली परिवर्तनको आँधी ल्याइरहेका छन्। र यो सबैले हामीलाई एउटा अन्तिम तर सबैभन्दा महत्त्वपूर्ण प्रश्नमा ल्याइ पुर्याउँछ। के यो नेपालको लागि एउटा नयाँ राजनीतिक मार्गदर्शनको सुरुवात हो? यसको जवाफ त समयले नै देला, तर एउटा कुरा पक्का छ, नेपालको राजनीतिको पुरानो किताब पल्टिसकेको छ र एउटा पुरै नयाँ अध्याय लेखिन बाँकी छ।